हेलो साथीहरू, आउनुहोस् है मसँग यो फुलको अचार बनाऊँ है त। हेर्नु न, कमिला हिँडिरहेको रहेछ। मजाले केलाउनुहोस् है। यसरी कमिलाको नि अचार खानु होला। फेरि पहिला सुरु पानी उमाल्न राख्ने, अनि उम्लिसकेपछि यसलाई मजाले छोपेर पकाउने। कुकरमै पकाउँदा बेस होला है। मैले कराईमा पकाएको फुल भनेर छिट्टै पाक्छ होला भनेको त मरिगै पाक्दैन। उता कुकरमा बसाएको आलु चाहिँ बरु पाकिसक्यो, यो पाक्दैन। अनि यसरी आलुलाई म्यास गर्ने, अनि त्यसलाई पनि हाल्ने। त्यसपछि प्याज हाल्ने, खुर्सानी हाल्ने। जिरा र खुर्सानी हो यो चाहिँ। अनि मसँग पिनेको आलस पहिल्यैदेखि थियो, त्यो हाल्ने। त्यसपछि एउटा सानो दिउरेमा मेथी ज्वानो पड्काउने, अनि बेसार हालिदिने। त्यसलाई त्यसमा हालिदिने। त्यसपछि उच्चो कमिलो हाल्ने। त्यसपछि मजाले मिक्स गर्ने। अब राम्रोसँग टोन मिलाएर, लय मिलाएर त बोल्न जान्दिनँ है साथीहरू, आफै बुझेर